So hey guys, welcome back to my channel. ल So hey guys, welcome back to my channel. सबैजनालाई स्वागत छ गाइज। आज चाहिँ हामीहरू माछा मार्न जानेवाला छौँ। बाबा म र चन्डो भाइ मेरो चाहिँ माछा मार्न जाँदैछ। म चाहिँ अलि छुटेँ गाइज पछाडि। चन्डो के छ देखाइदियो त। यहाँ चाहिँ गाइज झुल मात्रै छ अनि मेरो गोजीमा चाहिँ होममेड बल्छी अनि हामीहरू चाहिँ जानेवाला छौँ। तिमीहरू किन आएको हामीसित? ओ स्विटी घर जा। ठुलोमा चाहिँ सक्दैन, सानोमा चाहिँ सक्छ। गाइज हाम्रो चाहिँ यहाँ सिक्युरिटी गार्डहरू दुईवटा। हजुर एक दुईवटा कुकुर क्या सिक्युरिटी गार्ड हाम्रो। आज कति मार्ने भन्नुपर्छ माछा? आज त्यति मार्ने यसको एक डोला भएसम्म नहाल्नु। या त अंकल कसला पाउँछ? त्यो सानो सानो पोखरीमा चाहिँ छिर्न सक्छ, ठुलोमा चाहिँ मिल्दैन क्या। कत्रो गएर कसले अनि ए पर्सनहरू नि अस्ति कति ल्याएको? कुदामाले 2 किलो जति ल्याएको थिएँ। गाइजिनहरू चाहिँ बादर त भन् गएको दुइटै। यहाँ माथि कति बादर छ क्या। अर्को बादर यहाँ पौडी सुरी पकडी यहाँ भर्खर कहाँ कराएको थियो बाह्र यहाँबाट छैन कति घारी अब पोखरी आउन लागिसक्यो गाइज नजिकै। हामीहरू चाहिँ आयौँ गाइज। यो घरको पोखरी हो। सोध्नुपर्छ अब यहाँ मार्न दिन्छ कि दिँदैन। त्यो गर्दा गाई कुकुरलाई चाहिँ ल्याउनु हुँदैन अरे, त्यही भएर हामीहरू चाहिँ लानु लाग्यो। र गाइज हामीले चाहिँ पर्मिसन पाइसक्यौँ। ल छिटो दबा धर सुइनी गर्दा काले गर्दा गर्दा सुइनी गर्दा हाम फाल्यो भने चाहिँ गाई पोखरीतिर हाम फाल्यो भने चाहिँ गाह्रो पर्छ है होइन। उता अर्को सानो पोखरी सुइनी गर्दा धर धर त्यसमा खाएन पहिला यसमा मार्थ्यो होइन। धर चोरी गर्दा गइसक्यो। जाल हान्ने त्यसमै मार्थ्यो नि पहिला। यता गाई पोखरी चाहिँ यता यहाँ चाहिँ बल्छी मात्रै खेल्ने हो गाई। यहाँ चाहिँ ए उही कछुवा यार कछुवा भर्खर गएको होइन त्यो यत्रो कछुवा भर्खर गएको। यहाँ चाहिँ बल्छी हान्ने हेर्नु त कति धेरै माछा हेर्नु त। यहाँ चाहिँ बल्छी मात्रै हान्ने हो क्या। कछुवा भर्खर गएको उति हेर्नु कत्रो टाउकोमा माथि डुबाउँदैन कत्रो गएर। यसमा त बल्छी हाल्ने यहाँनिर थियो। यो चाहिँ सुके हो अहिले। यहाँनिर बल्छी हानेर मार्ने गाई अनि कम गएर हो। ओ धेर नचाहिँ चढ्ने ओ सुटी गर्दा पकाइसक्नु भएको रहेछ माछा नपाएर चाहिँ गइसकेको छौँ। यत्रो टाढो छ माछा चाहिँ एउटा छ। दाइ
माछा चाहिँ छ तर हामीलाई चाहिँ मार्नै आएन अहिले यसो दाइ भने उयो हेर्नु त्यो आएन माछा कत्रो यहाँ हेर्नु सक्नुहुन्छ गाछ माछाको तालहरू हजुर गाई एकदम खोलामा नाचिसकेको छ अर्को यो चाहिँ कोहीबाट सिकारीहरू छ खोला आएपछि तपाईँलाई देखाउनु गइरहेको त्यही